हेलो गाइजहरु, आज चाहिँ हामी जाँदैछौँ नजिकको झरना। त्यहाँ चाहिँ कस्तो हुन्छ तपाईहरु हेर्दै गर्नु होला। बाहिर म चाहिँ जाँदैछौँ। यहाँ चाहिँ अब बाटो अलि अप्ठ्यारै छ है। बाटो बाइक चलाउन भर्खर सिक्या है। बाटो अब चलाउनले अलिक गाह्रो परिरहेछ। बाहिर म चाहिँ अब गफर्दै जाँदैछौँ। जहाँसम्म 10-15 मिनेट लाग्छ, धेरै लाग्दैन। अनि भाइले चाहिँ अब कुन बेला पुगिन्छ, बाटो अप्ठ्यारो छ, बाइक पल्टाउने हो कि भनेर डराउँदै थियो। त्यो पनि मैले भाइ लगाइहाल्छु नि भनेर बिस्तारै बिस्तारै लगाएको। तर अलि डर लाग्छ है। फर्स्ट टाइम हो नि त मैले यसरी बाइक चलाएको भाइलाई हालेर, डर लाग्छ। बाटो अप्ठ्यारो भएको ठाउँमा चाहिँ मैले भाइलाई झारेँ। अनि भाइलाई चाहिँ यहाँ बस अनि भिडियो खिच्दा अलिकति अप्ठ्यारो थियो नि त। अस्ति मैले यहीँ पल्टाएको थिएँ क्या भाइलाई, त्यही भएर मैले चाहिँ भाइलाई झारेर राखेँ र माथि गएर मैले भाइलाई रोकेँ। हामी नेपालीको बानी कस्तो छ भन्दाखेरि आफ्नो ठाउँमा भएको ठाउँमा भिजिट नगरी अरू ठाउँमा गएर चाहिँ भिजिट गर्ने बानी छ के। मानिसहरूले भन्छन् नि मन्दिर जानु पर्दैन, घरमै आमा बुवा नै भगवान हो। तर मान्छेहरू मन्दिर जान्छन् नि त। त्यसरी नै हाम्रो नेपालीहरूको बानी त्यस्तै छ के। टाढा टाढाको कुरालाई राम्रो देख्ने, आफ्नो ठाउँमा भएको राम्रो कुरालाई चाहिँ नदेख्ने बानी छ के हामी नेपालीको चाहिँ। आज हामी जान लागेको झरना चाहिँ यो चाहिँ जुरे खोलामा रहेको छ। जुरे खोलामा त्यो चाहिँ काले झरना चाहिँ मै नामकरण गरेँ होइन। त्यहाँ चाहिँ मेरो साथी बस्थ्यो एउटा, अलिक कालो थियो, त्यसको नाम चाहिँ मैले काले झरना राखेको थियो। अनि त्यो झरना चाहिँ राम्रो छ क्या, फेरि कस्तो दामी ब्युटिफुल देखिन्छ क्या। त्यही कारणले भाइ र म जाँदैछौँ आज। जम्मा धेरै होइन फोटोसोटो खिचेर आउने भनेर जान लाग्यो। 5:30 हामी निस्केको घरबाट। बाबाले थाहा नपाउने गरी निस्क्यो है। फेरि हामी चाहिँ बाइक नचलाएको पनि 2-3 हप्ता भएछ। त्यसपछि अलि लरबाट दिदी थियो, त्यही पनि मैले बिस्तारै लगेँ। तर एक ठाउँमा चाहिँ अलिकति पल्ट्यो जस्तो पऱ्यो, तर मैले बाइक पल्टाएन। भाइ र मैले चाहिँ बाइक अलि यता ल्याएर राख्यौँ कि त्यहाँ अलि मान्छेहरू थियो क्या, त्यसो अलिकति त्यहाँ बाइक राख्नु मिलेन। त्यसपछि अलि यता राखेर भाइ र म चाहिँ बाइक लिएर जाँदैछौँ। त्यसपछि बाइक अलि यता राखेर राखेको थियो कि त्यहाँ बाइक त्यहाँ गाडीले भिडियो पनि। हामी चाहिँ झर्नामा आइसकेका छौँ। झर्नातिर सबैपट्टि झर्ना राम्रो छ। कति दामी झर्ना छ हेर्नु न त्यहाँ ल। झर्ना यहाँ चाहिँ काले झर्ना हो। यो मैले नामकरण पनि हेर्नु, यहाँ भिडियो खिच्यो चाहिँ त्यहाँबाट फर्क्यौँ। तर हामीले बाबामाले भनेको थिएनौँ कि हामी यहाँ जान्छौँ भनेर। डल्फिन किन्न जान्छौँ भने मान्छे जुरे खोला गएर 2-3 घन्टा हराएँ कि। तर फ्यामिलीले धेरै चिन्ता गर्नु भएछ कि। तर भाइले अलि भिडियो पनि खिच्यो, तर फ्यामिलीलाई नभनिकन हिँड्दा चाहिँ अलिकति हुँदैन कि। किन भन्दाखेरि फ्यामिलीलाई थाहा दियो भने पो यहाँ गएको छ भन्ने हुन्छ। तर थाहा नदिकन गयो भने त हामी के भयो भनेर फ्यामिलीलाई जहिले चिन्ता हुन्छ नि त। त्यसले गर्दा चाहिँ तपाईँ सधैँ सोधेर जानु होला। हामी नसोधिकन गयौँ, त्यो चाहिँ हाम्रो गल्ती थियो। र भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब सब थोक गरिदिनु होला।